मन किन आत्तिरहन्छ? यत्तिकै डर लाग्नु, राति निन्द्राबाट अचानक बिउजिनु, अचानक पसिना आउनु सामान्यतया एन्जाइटी अर्थात् चिन्ताका लक्षण हुन्। एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक अर्थात् छटपटाहट आउन सक्छ। एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्याधिक चिन्ता वा डर लाग्न थाल्छ। त्यो मनमा उत्पन्न हुने डर जुनसुकै कुरालाई लिएर हुन सक्छ। यसमा धेरै कारण हुन सक्छन्, जस्तो विद्यालय वा कलेजमा भोगेको दुर्व्यवहार, अपमान, बाल्यकालमा घटेका कुनै अप्रिय घटना, असफलताको पीडा, वियोगको पीडा, सम्बन्ध विच्छेद, प्रियजनको मृत्यु आदि कारणले मान्छेलाई मानसिक रूपमा विक्षिप्त बनाइदिन्छ। यसमा कतिपय व्यक्ति आवश्यकताभन्दा बढी चिन्तित र दुखी हुन थाल्छन्। यही मानसिक स्थिति कायम रहिरहँदा एन्जाइटी अट्याक अर्थात् एन्जाइटी अट्याक आउन थाल्छ। कतिपय अवस्थामा एन्जाइटी वंशाणु पनि हुन सक्छ। एन्जाइटी अट्याक हुँदा अचानक तनाव भइरहन्छ वा असुरक्षित महसुस भइरहन्छ। एक किसिमको हीनता भावले सताउँछ, मानव केही नराम्रो जुनसुकै बेला हुन सक्छ, जसको स्वनियन्त्रण आफूमा छैन। यस्तै अकस्मात छाती दुख्ने जस्तो, सास फेर्न गाह्रो भएको जस्तो, रिङटा लाएर ढलुला जस्तो वा शरीरमा निकै अनौठो अनुभूति भएर मर्छु कि जस्तो हुन्छ। अनियन्त्रित विचार आउने, सास छिटो छिटो फेर्ने र असिना पसिना हुन सक्छ। टाउकोमा झट्का हानेको जस्तो। लगभग यो अट्याक केही क्षणदेखि 15 मिनेट लामो पनि हुन सक्छ। यो अनुभव परीक्षामा लेख्दा, कुनै प्रस्तुति दिँदा वा प्रस्तुत हुनुपर्दा, कसैसँग वार्तालाप गर्दा वा नजिकको व्यक्ति घुमाएपछि, कहिलेकाहीँ स्मरण गर्दा पनि हुन सक्छ। कुनै बेला राति सुतिरहँदा मनमा अनेक तर्कना आउँदा पनि हुन सक्छ। एड्रिनेलिन भन्ने हर्मोन उच्च हुँदा यी लक्षण बढ्न सक्छ। एड्रिनेलिन रक्त प्रवाहमा सञ्चारित भइरहेछ। तनावपूर्ण अवस्थामा यो हर्मोनको स्तर स्वाभाविक रूपमा बढ्छ, तर ती लक्षण बारम्बार बढिरह्यो भने यसले एन्जाइटी डिसअर्डर गराउँछ। लगाउनु पनि समस्याबाट राहत पाउने राम्रो तरिका हो। यदि कुनै कुरा वा घटनाले आफूलाई दुखी बनाउँछ जस्तो लाग्छ भने आफैलाई सकारात्मक वातावरणमा समावेश गर्ने प्रयास गर्नुपर्छ। यी उपायले भएन भने मनोचिकित्सा उपचार आवश्यक हुन्छ। मनोचिकित्साले अवस्था हेरी औषधि प्रदान गर्ने अथवा सल्लाह तथा परामर्श दिने गर्दछन्।